हामी चाहिँ जनकपुर आइपुग्यौँ हेटौँडाबाट राम जानकी मन्दिर घुम्न आएको है। राम जानकी मन्दिर, धनुषसागर, गङ्गासागर, राम मन्दिर, त्यसै गरी विवाह मण्डप लगायतको ठाउँ महत्त्वपूर्ण ठाउँ छ यहाँ। अर्को जनकपुरको चाहिँ मिथिला आर्ट यहाँको एकदमै फेमस आर्ट हो। हामी आज यसकै भ्रमण गर्नेछौँ। मुख्य जानकी मन्दिर चाहिँ यहाँ रहेको छ। एकदमै रमाइलो ठाउँ छ, पवित्र भूमि पनि हो यो, हिन्दू धर्मको लागि पवित्र भूमि। महागङ्गा आरती प्रवेशद्वार गङ्गासागर। जल छिट्ने तब शिव मन्दिरको दर्शन ल हामी गङ्गासागर आइसागर अनि गङ्गासागरको चाहिँ जल लिइसकेपछि यतापट्टि शिव मन्दिरमा आएर छ हामीसँग ल जाउँ हामी चाहिँ अब गङ्गा सागर इन्ट्री गर्दैछौँ। हजुर आउँछु र खोइ बोल्ने दुईजना बच्चाहरू खोइ अगाडि। ल हामी कहाँ आयौँ अहिले? जानकी मन्दिरको नजिकमा यो चाहिँ गङ्गासागर। के हो यो? गङ्गासागर। ल हेर यहाँबाट गङ्गासागर एकदमै राम्रो देखिन्छ। गङ्गासागर एकै सुन्दर ठाउँ रहेको छ, कलात्मक भवन। हामीले गङ्गासागरको यात्रा गऱ्यौँ भर्खरै। अब हामी कहाँ जान्छौँ? बाबा भूतनाथ। बाबा भूतनाथ हो, बाबा भूतनाथमा चाहिँ मन्दिर हो नि त। हामी चाहिँ गङ्गासागरको अर्कोपट्टि आइपुगेका छौँ। अब यतापट्टिबाट हामी अब इन्ट्री गर्छौँ। बाबा भूतनाथको मन्दिर भन्दा रहेछन् यहाँनिर, स्वर्गद्वार भनेर भनिँदो रहेछ। ल अब हामी स्वर्गद्वार प्रवेश गर्दैछौँ। ल जिउँदै स्वर्ग जान लाग्यौँ अहिले हामी। ए बाबा भूतनाथको मन्दिर, यहाँ भक्तजनहरू देख्छौँ हामी। उतापट्टि अझ एरिया टन्नै रहेछ। बाबा भूतनाथ घाट भनेर भनिँदो रहेछ ठाउँलाई। नाचगान रमाइलो चलिरहेको छ यतापट्टि। हामी चाहिँ अहिले यतापट्टि धनुषसागरपट्टि आइपुगेका छौँ। धनुषसागर अघि हामी गङ्गासागरबाट धनुषसागरपट्टि आयौँ र यहाँ धनुषकुण्ड पनि भन्दो रहेछन् धनुषसागरलाई। ल पण्डित दैवज्ञ केशव गुरुजी समाधि स्थल स्वर्गारोहण 63/4/18 गते गुरुबार। ल श्री श्री 108 श्री पण्डित दैवज्ञ केशव गुरुजीको चाहिँ समाधि स्थल रहेछ यो। सियाराम। ए सियाराम सागरको नजिकमै चाहिँ पुरुषोत्तम भगवानको मन्दिर यहाँनिर रहेछ। यहाँको एउटा चर्चित मन्दिर भन्ने रहेछ। अब चाहिँ हामी राम मन्दिर प्रवेश गर्दैछौँ। जनक राजाको मन्दिर यो। यो चाहिँ राजदेवी मन्दिर, मा राजदेवी मन्दिर भनेपछि जनक राजाको मन्दिर भने होइन यो? ए मन्दिरै मन्दिर रहेछ यहाँ। ए
जनक राजाको कुलदेवीको मन्दिरमा हामी आइपुगेका छौँ। हजुर सुयस मन्दिर आएको ल संसार केही बोल्दैन नानी। हामी अहिले कहाँ आइपुग्यौँ? जनकपुरको मन्दिरहरू हामी घुम्दैछौँ। सानो ठुलो सबै मन्दिर ल आऊ सुयस आऊ आऊ। ए हामी जानकी मन्दिर प्रवेश गऱ्यौँ। ऐतिहासिक मन्दिर इतिहासका हिसाबले धार्मिक हिसाबले पनि टिकमगढकी महारानी वृष भानुकुमारीले विषम 1968 ताका यो मन्दिरको निर्माण गराएको भनेर हामी पढ्दछौँ। त्यो बेलामा 9 लाख रुपैयाँमा जानकी मन्दिरको निर्माण गराएको हुनाले यो मन्दिरलाई 9 लाख मन्दिर भनेर पनि चिनिँदो रहेछ। करिब 5औं शताब्दीतिर बनेको भनिएको राम र सीताको विवाह मण्डपमा हामी एकछिनमा प्रवेश गर्नेछौँ। टिकमगढकी महारानी, भारतमा चाहिँ एउटा टिकमगढ भन्ने राज्य रहेछ, त्यहाँको महारानीले चाहिँ वृष भानुदेवीले चाहिँ 9 लाखमा बनाएको भनेर हामीले पढेका छौँ है। मन्दिरमा यहाँभित्र हामी मिथिला कलाहरू पनि देख्छौँ अहिले। यो चाहिँ राम र सीताको विवाह मण्डप करिब 5औं शताब्दीतिर बनेको भनिन्छ। हामी अब त्यहाँ प्रवेश गर्दैछौँ। हामी अब राम जानकी विवाह मण्डपमा प्रवेश गर्दैछौँ। यो ऐतिहासिक पुरातात्विक एकदमै धार्मिक क्षेत्र पनि हो। विवाह मण्डपमा आएपछि फेरि अब यता भाइ आइरहेको छ अनि
उता दिदी दौडिरहनु भएको छ हाजिर गर्नु पर्यो हाजिर बुवा बुहारी आमा विवाह मण्डप भवन निकै सुन्दर देखिन्छ यहाँ अनि त्यसपछि यो पहिलाको जमानामा जब 9 लाखमा बनेको थियो ए नौलखा मन्दिर चाहिँ अघि हामी जानकी घुमेर आयौँ जानकी मन्दिर चाहिँ नौलखा मन्दिर भनिन्छ हामी त्यहाँ घुमेर आयौँ है छोरो ल तिमी बोल हो राम जानकी विवाह मण्डप ल उता यता घुमाइदियो सरलाई घुमाइदियो पालै पालो बोल नमस्ते आज हामीहरू चाहिँ जानकी माताको मन्दिर आछौँ सँगसँगै आज हामी चाहिँ जानकी माताको मन्दिर आछौँ जानकी माताको दर्शन गर्यो हामी अब भरताल जान्छौँ र भरतालमा हामी बोटिङ गर्छौँ हो अनि भेरी एक्साइटेड साथीहरू अनि त्यसपछि मैले चाहिँ अहिले भर्खरै एउटा स्पाइरल पनि देखेको थिएँ लहके पनि देखेको थिएँ अहिले भर्खर हामी गएर आएको मन्दिर कुन हो ऊ त्यो देखिरहेको मन्दिर कुन हो थाहा भएन त्यो चाहिँ राम जानकी मण्डप राम र जानकी राम र सीताको विवाह भएको ठाउँ हो यो है ल मण्डप हामी जानकी मन्दिर गङ्गासागर धनुसागर अनि विवाह मण्डप सबै घुमेर आइसक्यौँ अब चाहिँ हामी गाडी भट्टामा जाँदैछौँ त्यसपछि हामी अब भरतताल प्रवेश गर्नेछौँ सर्लाही जिल्लाको बागमती नगरपालिकामा बनेको यो भरतताल हो यसको कुल गहिराई 35 फिट लगभग रहेको छ हामी चाहिँ अहिले भरततालमा आइपुग्यौँ अब बोटिङ गर्नुपर्छ एकदमै रमाइलो ठाउँ छ 120 बिघा क्षेत्रफल ओगटेको यो ताल अवलोकनका लागि वार्षिक 20 लाख जति पर्यटकहरू आउने गरेका रहेछन् हामी यो तालमाथि मोटरबोट चढ्ने क्रममा छौँ
हामी मोटरबोटबाट ओर्लिसकेका छौँ। यहाँ प्रति व्यक्ति 300 रुपैयाँ टिकट लाग्दो रहेछ। यो सँगै हामीले आजको पारिवारिक भ्रमण टुङ्ग्याएका छौँ।